सीमित रिसोर्सका बीच असीमित चाहनाहरू पूर्ति गर्न गाह्रो हुन्छ। जसरी हजुरहरूलाई घरायसी हिसाबले पनि घरमा गाह्रै हुन्छ हैन। अब बालबच्चाले मागेका हाम्रो परिवारलाई आवश्यक ठानिएका सबै पूर्ति गर्नलाई जुन हामी सीमामा बसेर गर्नुपर्छ त्यस्तै नै हो यो ढुकुटी चलाउने भन्ने विषय पनि। र सबैको लागि चाहिँ हामीले लगानी मैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठुलो बनाउन सक्यौं, त्यो त्यसमार्फत त्यो क्रममा रोजगारी सिर्जना गर्न सक्यौं, राष्ट्रको ढुकुटीको भण्डारणलाई समृद्ध बनाउन सक्यौं भने अलि यो असहज वातावरण सहज हुँदै जाने हो। र मैले त बारम्बार भन्ने गरेको छु 48 साल 49 सालमा गरिएका आर्थिक सुधारहरूलाई निरन्तरता दिन सकिएको भए 7% 8% को औसत वार्षिक आर्थिक वृद्धि दरलाई कायम गर्न सकिएको भए आज हाम्रो अर्थतन्त्रको आकार यो 66 खर्ब होइन कि 140 खर्बको हाराहारी हुने रहेछ। र त्यसको 30% मात्रै पनि हामीले बजेट बनाउन सकेको भए अहिलेको सीमा अनुसार त्यो भनेको यहाँले हिसाब गर्न सकिहाल्नुहुन्छ 45-50 खर्बको बजेट बनाउन सक्थ्यौं। यिनै कुराहरू राखे अर्थतन्त्रको आकार ठुलो बनाउनतिर हाम्रो अहिले लक्ष्य छ। त्यो भयो भने बजेटको आकार पनि ठुलो हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ र हाम्रा धेरै चाहनाहरू चाहिँ यो अर्थतन्त्र गतिशील हुँदाखेरि सम्बोधन हुने भाव भएर सबैको ध्यान चाहिँ लगानी मैत्री, उद्यम मैत्री, निजी क्षेत्र मैत्री र सरकार चाहिँ त्यो सबैको सहजीकरण गर्ने एउटा शक्तिशाली इकाइको रूपमा अगाडि जाओस् भन्ने मान्यताले हामीले यसपालिको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र आगामी बजेट पनि त्यतैतिर सोचिएको छ।